ल अब चाहिँ हामी बडाचौर एयरपोर्ट भित्र आइसक्यौं। अब यहाँ एकछिन फनी घुमिने छ है त हाम्रो युवा भाइ। यो एयरपोर्ट हो पहिलाको। एउटा चरा यहाँ छ, फेरि त्यहाँ गयो। पहिला यसमा एयरपोर्ट थियो, अहिले चाहिँ सञ्चालनमा छैन। आउँछ कि हो नि, तर चाहिँ यहाँ आशिका दिदीलाई बोलाउने देखियो है त। फोहोरहरू फालेर मान्छे घुम्न चाहिँ आउँछन्, तर व्यवस्थापन फोहोरको के गर्ने भन्ने चाहिँ मानसिकता छैन है त। एउटा चाउचाउ बिस्कुट खाएर, बोतल पानी खाएर पुरै यहाँ जथाभावी फालिएको छ। यसमा चाहिँ सबैको कर्तव्य हुन्छ सफा गर्नलाई। धेरै बोल्यो क्या हो? ओहो नि। यो साइड एयरपोर्ट बन्यो भने यो सल्लाहको बोर्डहरू यहाँ घर छ, पहाडको घर देखिने रहेछ। लास्ट फोहोर दिए